हेलो हेलो नमस्कार सम्पूर्णमा। अहिले चाहिँ म रहेको छु ताराखोला गाउँपालिका 2 अर्गल छमरीमा। यहाँ देख्न सक्नुहुन्छ मुख्य चाहिँ मैले देखाउनु खोजेको के हो भन्दाखेरि यो यसले चाहिँ हामीले मकैको सोली भन्छौं। यो चाहिँ हिउँदमा भैँसीको घाँसको लागि चाहिँ प्रयोग गर्नको लागि यसरी सोली बनाएर राख्ने प्रचलन छ। यो देख्न सक्नुहुन्छ सबैले आफ्नो आफ्नो बारीको यो मकैको नल भन्छौं के हामीले, अब ठाउँ अनुसार नाम फरक हुन्छ। यसरी चाहिँ बनाएर राख्ने प्रचलन रहेको छ। यो पारीदेखि नै चाहिँ सिले गाउँ हो, सिले गाउँ। त्यसपछि त्योभन्दा अझ पारी चाहिँ बुस्काट गाउँ छ है। र यो चाहिँ रहेको छ छमरी गाउँ। हेर्नु तोरी चाहिँ अब यो तोरी उखालेर आलु लाउने होला सायद। यो एकदम राम्रो भएको छ तोरी, सप्लाहा भन्नु पर्यो। कलकलाउँदो छ, रमाइलो छ। त्यहाँ माथि रहेको चाहिँ किकल्ता गाउँ हो। अलि यो बाँझोको बुट्टाहरूले छेकेछ, अलि राम्रोसँग देखिए छैन। ल बिदा हुन्छ है त। हस् त, नमस्कार। हेलो साथीहरू, नमस्कार सम्पूर्णमा। म अहिले रहेको छु यो हाम्रो रानीबास, ताराखोला गाउँपालिका 5 रानीबास भन्छ यो ठाउँलाई चाहिँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ ताराखोलाको ढुङ्गाले बनेको घरहरू। एकदम ताराखोलाको विशेष एउटा आकर्षण भनेको चाहिँ यो घरहरू नै हो। यहाँ चाहिँ अब यही नै ढुङ्गाहरू, स्लेट ढुङ्गाहरू प्रशस्त पाइने भएकोले यहीँको ढुङ्गा प्रयोग गरेर र यहाँको पहिलाको मान्छेहरू पनि एकदम सिपालु यो ढुङ्गाहरू कुनेर घर बनाउन एकदम चिटिक्क परेको घरहरू चाहिँ यहाँ रहेको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ यो पारीदेखि चाहिँ धसमर गाउँ हो। अनि त्यहाँभन्दा माथि चाहिँ यो असिर्की भन्छ। त्यसपछि त्यहाँभन्दा माथि करिमेला गाउँ छ। र अब आँखाले त देखिन्छ क्या, मोबाइलमा देखिन्न होला। एउटा त्यहाँ दुर्गा भवानी मन्दिर पनि रहेको छ, देख्न सक्नुहुन्छ। यस्तो छ अवस्था। आज मौसम यस्तो क्लियर छ, घाम लागिरहेको छ। म चाहिँ अफिस जानको लागि यहाँबाट गाडी चढेर जान्छु। म चाहिँ यहाँबाट उकालो हो घर। एउटा तोरी फुल्या रहेछ कस्तो राम्रो। अब यो तोरी पाकेपछि अनि बल्ल यो तोरी निकाल्ने अनि आलु लगाउने बेला। अब पुस माघतिर चाहिँ यहाँ आलु लगाउने सिजन हो है। मकै चाहिँ निकालेर अब यसरी खनजोत गरेर राख्ने अनि पुस माघमा आलु लगाउने काम हुन्छ यहाँ चाहिँ।